वाइट लभरलाई यहाँ प्यान्टी लभर इज कमिङ है यो मार्केटमा ल। यहाँ पोलदिनमा हुने हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ दिदीबहिनीहरूलाई सबैलाई धेरै धेरै हार्दिक मङ्गलमय स्वागत छ। नेपालमा भए त 250 पाउने पेन्ट एकदम सस्तो क्या। सस्तो के भन्ने होइन, अब यहाँको चाहिँ सस्तो होइन, यहाँको चाहिँ होइन। सो हे गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै अनि आरामै हुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै छु, किनभने अहिले चाहिँ मैले नयाँ भिडियो लिएर आएको है। गएको भन्दा चाहिँ युरोपतिरको। अनि हाम्रो चाहिँ यहाँ दुई दिन बिदा हुन्छ क्या, किनभने नेपालमा चाहिँ शनिबार मात्रै बिदा हुन्छ होइन, यहाँ चाहिँ शनिबार र आइतबार बिदा हुन्छ। अनि त्यही भएर चाहिँ हामी सबैजना युरोपमा भएको नेपाली बासिन्दाहरू मिलेर चाहिँ आज हामी सिटी जाँदैछौँ। अनि सिटी जान भनेर चाहिँ हामी सबैजना मिलेर 16-17जना छ होइन। अगाडि 8-9जना होला, पछाडि चाहिँ हामी 4जना छौँ है। ल है साथीहरू, फाइनल्ली सिटी आइपुग्यो। सिटी चाहिँ हाम्रो एरियाभन्दा चाहिँ अलि बबाले रहेछ होइन। यस्तो छ, एकदम ठुलो पनि छ। मेरो चाहिँ एकदम टाढो जानुपर्छ हिँड्दै साथीहरू होइन। सिटी आइपुग्नलाई हामी बसेको बारी चाहिँ लगभग 1.5 घन्टा, त्यो पनि हिँडेर होइन। अब गाडी पनि भन्ने बेलामा नपाइने, पाउन त पाउँथ्यो होला, तर हामी सिटीको काउफन हुँदै के भन्छ त्यहाँ भनेर आएको। आज त्यहाँबाट लोड हिँड्ने होइन साथीहरू अहिलेसम्म। न नेपालमा जस्तो बाटो हुन्छ होइन, मान्छे हिँड्ने अलिकति ग्याप पनि नछोड्ने कि लास्ट चुतिया क्या माया चिथार्नेहरू। ए के बोल्यो चिथार्नेहरू, ए के बोल्यो, अरे कहना क्या चाहते हो? सबैले के भन्थ्यो होइन, बाहिर गएर त भिडियो बनाउनु त तैँले भ्याउँदैनस्, तैँले सक्दैनस् भनेर फुर्ती दिन्थ्यो होइन साथीहरू। आज चाहिँ फाइनल्ली बनाइसक्यो है। ल है साथीहरू, हामी पनि पोलदिपको सिटीमा आइसक्यौँ है। अनि यहाँ चाहिँ सामान अलिकति सस्तो पाउँछ भनेर चाहिँ हामी यहाँ आएको। यहाँ को हुन्छ होइन नेपालीहरू, अनि यहाँ नेपालीहरू को हुन्छ होइन। सामान यता चाहिँ सस्तो छ भनेर आएको है। हजुरहरूतिरको चाहिँ हालखबर के छ सामानको? हाम्रोतिर चाहिँ महँगो भएर अहिले हामी चाहिँ सिटीको मार्केटमा आएको। यहाँ चाहिँ सस्तो पाउँछ अरे कि सामान, अनि सस्तो पाउँछ भनेर चाहिँ आएको। ल यहाँ पोलदिपमा हुने हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ दिदीबहिनीहरूलाई सबैलाई धेरै धेरै हार्दिक मङ्गलमय स्वागत छ। अनि 2 hours later साथीहरू सिटीको मार्केटमा चाहिँ यस्तो बवाल छ यो प्यान्टहरू है। हजुरहरूलाई चाहियो भने आउन सक्नुहुन्छ। बेबी प्लान छ भने अब बच्चाको कपडाहरू छ है साथीहरू। यहाँ अर्को झन् स्पेसल, यता मलाई खानु, अर्को झन् स्पेसल यो होइन, यो यसरी लाउने यहाँ। अनि जान्न माथि जान्न, अर्को झन् सरप्राइज एकछिन ल। ओहो तपाईँलाई हुन्छ केटीको उस छानिरहेछ। अर्को स्पेसल छ क्या, स्पेसल प्यान्टी लभरहरूलाई यहाँ चाहिँ ल साथीहरू, प्यान्टी लभर गाइज। यो चाहिँ नर्मनको गर्लफ्रेन्डले ठिक हुन्छ है। यो पेन्टी हुन्छ, यो पेन्टी छ नि कस्तो यो पेन्टी राम्रो नेपालमा भए त 250 पाउने पेन्टी है। एकदम सस्तो क्या। सस्तो चाहिँ के भन्नु होइन, अब यहाँको चाहिँ सस्तो होइन, यहाँको चाहिँ होइन। यो पेन्टी किन्न सक्दैन कस्टम साथीहरू होइन, एउटै प्यान्टीलाई नि माटोक्ने 5 युरो छ क्या यार। एउटै प्यान्टीलाई होइन 5 युरो अरे होइन। अब अर्को के भन्छ ट्रङ्क्स छ नि, ट्रङ्क्स 12 दिएको अझ 12 युरो होइन, 12 युरो 78 पैसा क्या। राम वाइट लभरलाई यहाँ प्यान्टी लभर इज कमिङ है यो मार्केटमा ल। प्यान्टी लभर चाहिँ आउँदा हुन्छ है यहाँ।
बबाल छ होइन हाम्रो साथीहरू सबै यता खोज्दैछ अनि सामान हेरेको सामान चाहिँ छोइ साध्दै छैन क्या साथीहरू सानो खाले जाने हो उता पो धकल्नु उता धकल्नु हो त्यसरी धकल्नु त्यसरी हो नि त धकल्नु माछा यता चाहिँ पुरै यस्तो छ कि साथीहरू यहाँ तरकारी आइटमहरू चाहिँ टन्नै छ होइन अनि सबै कटवाला छ क्या अनि यता चाहिँ माछा अनि हामी चाहिँ माछा खाने भनेर चाहिँ माछा लानु लगाएको है अनि अब कति रहेछ यसको 1.42 एउटा मात्र लाने हुन्छ पर्दैन एउटा मात्र माछा धेरै खानु न माछा धेरै खाने होइन ठिक्क खाने हो लिमिटमा खाने लिमिटमा ल साथीहरू हामी अब मार्केटबाट निस्किसक्यो है अनि सामान सबै किनिसक्यो नि त अनि सामान किनेर चाहिँ निस्किसक्यो है अनि त्यही हो साथीहरू यता सबै A few moments later. अहिले चाहिँ हामी मार्केट घुम्यो होइन अनि अहिले चाहिँ भोक लगाएर खाजा खानु लाग्यो ल साथीहरू हामीले चाहिँ अर्डर गरिसक्यो है अब चाहिँ खाना आउँछ खाना र खाजा आउँछ के बोल्छ यार यता हाम्रो सम्धी एनसी सम्धी दादी सम्धी के माग्यो यो के अन्डा हो अन्डा डन्डा के हो त्यो यार समोसा हाम्रो चाहिँ विदेशी खाने खाजा यस्तो छ खाजा यो त के अरे नेपालको नान जस्तो है नान स्ट्यान्ड है आयो कस्तो छ तपाईँको खै हाम्रो त्यो मात्रै हालेको है के हो छैन क्या यसमा चिज मात्रै छ क्या मेरोमा त ससेजहरू हालेर यसो हाम्रोमा छैन क्या चिज मात्रै छ ल साथीहरू हामी चाहिँ खाजासाजा खायो है अनि अब चाहिँ रुमतिर जानु लाग्यो अनि अब यहाँबाट रुम जानलाई 1.5 घन्टा लाग्छ नि त अनि 1.5 घन्टा लाग्ने भएर चाहिँ अनि आउँदाखेरि नै लास्टै लो थकै लाग्यो त्यही हो साथीहरू अब चाहिँ हामी ट्याक्सी रिजर्भ गरेर जानु लाग्यो होइन ट्याक्सी यहाँ चाहिँ ट्याक्सी हत्तपत्त नपाउँदैछ पायो भने अब कि रिजर्भै गर्नु ल साथीहरू हाम्रो चाहिँ फाइनली गाडी आइसक्यो है हाम्रो चाहिँ गाडी आइसक्यो है अनि अब चाहिँ हामी जानु लाग्यो छिटो गर्ने जस्तो छ अनि यता साथीहरू छ है किन जति छिटो जान्छ यहाँको गाडी सिस्टम चाहिँ बिन्दास छ क्या अर्कै यहाँ चाहिँ पुरै रुल्स अनुसार होइन चल्नुपर्छ अनि अहिले चाहिँ हामी लाग्यौँ हाम्रो गन्तव्यतर्फ यस्तो बवाल हुन्छ कि बाहिर साथीहरू यहाँको स्पिड चाहिँ खतरै हुन्छ कि होइन 120देखि ओभर यो चाहिँ पुरै सबै यो स्याउको गार्डन हो क्या यो स्याउ घारी हाम्रो बनमारा हाम्रो गाउँतिर बनमारा घारी भने जस्तो पुरै यो स्याउ घारी हो साथीहरू घुमघाम गरियो होइन अनि आइयो अहिले चाहिँ अहिले फ्रेस भएर चाहिँ चट्ट बसिरहेको है किनभने हामी धेरै घुम्यो नि त अनि थकेर आयो अनि अलिकति फ्रेस भएर चाहिँ फेरि पनि आएको किनभने कसले कहाँदेखि हेर्नुभयो यो भिडियो यदि च्यानलमा नयाँ हुन्छ भने सबैले सब्सक्राइब गरिदिनु होला
यदि भिडियो मन पऱ्यो लाइक पनि गरिदिनु होला अनि कमेन्ट पनि छोड्न नबिर्सिनु होला होइन। अहिलेलाई चाहिँ भिडियो यति नै, अर्को भिडियोमा चाहिँ भेट्यौँ है त। जय नेपाल।